यहाँ सिधा हेरौँ है अलिक बाङ्गो भएछ अलि तल जानु त टेबलको हाइट सानो भएर बढाएको यो चाहिँ दुईटा गरौँ भने फर्स्ट स्टेप डन हेलो गाइज आज हामी हाम्रो रुमलाई गेमिङ रुम बनाउँदैछौँ टाइटल हेरेर थाहा पाइसक्नु होला हाम्रो यस्तो यो बोरिङ खालको रुमलाई चाहिँ अब हामी पुरै आरजिबी लाइट हालिवरी गेमिङ रुमको भाइब्स दिनेछौँ अहिले चाहिँ हाम्रो रुम यस्तो खिचिरहेको छ खासै अब केही चेन्ज गर्नु पर्दैन मेन चेन्ज भनेको यो थियो टेबल हामीले यहाँनिर टेबल हालिसकेका छौँ यहाँनिर यो टेबल चाहिँ सानो थियो क्या हाइट सानो थियो त्यो हामीले चाहिँ यसलाई टक्क यो हाइट बढाएको अनुसारले ठ्याक्कै तरह छ टेबल चाहिँ यहाँनिर भइसकेको छ रेडी अलराइट गाइस हाम्रो चाहिँ टेबल रेडी भइसकेको छु मैले टिभी पनि लिएर चेक गरेको फिटै भइरहेछ यसो देखिरहेछ हाम्रो चाहिँ सो गेमिङ रुम चाहिँ हाम्रो यस्तोमा हुन्छ सो अब चाहिँ आरजिबी लाइट गेमिङको मेन कम्पोनेन्ट नै भनेको आरजिबी लाइट हो सो अब हामी आरजिबी लाइट कनेक्सन गर्नेछौँ है अनि चट्ट त्यहाँदेखिको यो रुम यो पुरै खाटहरू पनि मिलाएर अब सट्ट फाइनल लुक्स हेर्नेछौँ फाइनल लुक्स भन्दा अगाडि आरजिबी लाइट जोडौँ आरजिबी चाहिँ लाइट जोड्दाखेरि चाहिँ अलिकति मलाई गाह्रो लाग्छ किनकि यो चाहिँ यस्तो खालको पातलो छ टाल्दैन क्या यो अनि त्यो चाहिँ अलिकति प्रब्लम छ सो अगाडि हामी आरजिबी लाइट जोड्नेछौँ कता कता जोड्नेछौँ म यसो सोच्ने छु अनि टक्क भेटौँला है त अहिले चाहिँ हाम्रो जस्तो देखिरहेको छ है सो अब हेर्दै जाउँ हाम्रो गेमिङ रुम कस्तो हुन्छ मैले सोचेको जस्तो बन्छ कि बन्दैन मलाई चाहिँ कस्तो टाइपको चाहिन्छ भने धेरै फ्यान्सी पनि चाहिँदैन कि धेरै झिल्ली बल्ने पनि होइन हेर्दाखेरि ठ्याक्क सिम्पल खाले हेर्दाखेरि अलिअलि आरजिबी पनि भएको हेर्दाखेरि अलिकति न्यानो खालको कोठा कजी खालको रुम चाहिँ मलाई बनाउनु मन छ अब हेरौँ कस्तो हुन्छ अहिले चाहिँ यस्तो देखिरहेको छ अब यसलाई अब चट्टले अब यो आरजिबी लाइट जुन अलराइट गाइस रुम चाहिँ हामीले खाली गरिसकेका छौँ यहाँको डस्ना अलिक चाहिँ कुतो सानो सबै बिहान निकालिसकेको छौँ अहिले चाहिँ मैले लाइट लिएर आइसकेको छु यहाँ यो चाहिँ लाइट हो पोस्टर पनि लिएको छु सो एउटा चाहिँ फरारीको पोस्टर छ अनि डग लुसीको छ सो अब चाहिँ म्युजिक टर्न अन गरौँ अनि काममा लागौँ है त तपाईँहरू पनि टाइम ल्याप्स इन्जोय तिमी हौ कि तिम्रो मायाको मजा आफू चाहिँ लागेछ एक घन्टा लगाएर हामीले आरजिबीबाट लाइट चाहिँ जोड्यौँ यो चाहिँ यति जोड्न चाहिँ मलाई 1 घन्टै लाग्यो है 1 घन्टालाई किनकि यो टाल्ने यस्तो पेपर हुन्छ नि पेपरै थिएन कि त्यो स्पिनमा गर्ने एउटा उस हुन्छ क्या त्यो नै थिएन अनि गमले टालेको गम हातभरि टालेर अनि बिग्रिने गम पनि हातभरि टालेर मिलेकै थिएन बल्ल 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 1 घन्टा लगाएर चाहिँ यो बनेको छ अझै एउटा आरजिबी लाइट जोड्नु एउटा नियोन लाइट जोड्नु छ आरजिबी होइन अब नियोन लाइट यो पर्पल गरिदिनु नि यसलाई जोड्नु पर्ने छ नारिकल हातलाई पनि जोडिदिइहाल्नु है त यो पनि जोड्न 1 घन्टै लाग्छ होला किनकि यसलाई पनि गमले नै हातको लाग्छ ल नियोन लाइट पनि हाल्यो हामीले नियोन लाइट पनि डन भयो यतापट्टिको लाइट पनि डन भयो यो लाइट पनि डन भयो अब यतापट्टिको अलिकति मिलाउनु बाँकी यो नयाँ टेबल नयाँ ऱ्याक लिएको मैले यहाँ आरजिबी लाइट हाल्ने काम पनि सक्ने आँट्छ कि अलमोस्ट अब आरजिबीको काममा चाहिँ अब 30% मात्रै काम बाँकी छ त्यो पनि सकिहालौँ है त लेट्स गो हाम्रो चाहिँ अलिकति समस्या आयो यो आरजिबी लाइटको चाहिँ यहीँनिर च्यात्यो क्या यो यहीँ च्यात्यो अब यसलाई फेरि जोड्नु पर्ने हुन्छ सो यसलाई म जोड्छु अनि भन्नुहोस् त्यसै ठ्याक्कै यहाँ धेरै लामो छैन यसको त अरूहरूको चाहिँ 1-1 मिटर हुन्थ्यो यसको त 1 सेन्टिमिटर हो कि क्या हो जस यहाँ काटेर अब यस्तोमा चाहिँ काटेर अब यो जोड्नु पर्ने हुन्छ मैले त्यो बत्ती जोड्नु खोजेको त्यो जोड्ने मेसिनै भेटेन सो यहाँको बत्ती चाहिँ क्यान्सल भइसक्यो हाम्रो तर अब अरू काम चाहिँ सुरु गरिदिउँ त अब हामी सबै एरेन्ज गर्नेछौँ अब 2-3 घन्टाको काम हो पुसपास गरेर एरेन्ज गरेर अब रेडी भइसक्यो अलमोस्ट लेट्स गो
हाम्रो गेमिङ रुम यस्तो छ कस्तो हुन्छ अहिले हेरौँला त अब सिधै बनाएपछि भेटौँला अलराइट गाइज हाम्रो चाहिँ गेमिङ रुम रेडी भइसकेको छ अहिले कस्तो देखिरहेछ हेर्नु त यतापट्टि मेरोलाई त बब्बाल देखिरहेछ बब्बाल यस्तो दामी देखिरहेछ सानो छ मेरो रुम चाहिँ यस्तो दामी देखिरहेको छ सो यो चाहिँ 2 घन्टालाई मलाई आरजिबी लाइट जर्नु तर यो चाहिँ वर्थ इट जस्तो लाग्यो मेरो गेमिङ रुम यस्तो देखिरहेको छ सेटअप पनि फुल रेडी भइसकेको छ देख्न सक्नुहुन्छ अहिले चाहिँ मेरो गेमिङ रुम यस्तो देखिरहेको छ सो पहिलेको रुम कस्तो थियो अहिले कस्तो छ तपाईँहरू पनि कमेन्ट डाउन गर्नु होला पहिले यतापट्टि चाहिँ मैले केही गर्छन् यो ढोकामा मेरो प्लानिङ छ एउटा अहिले चाहिँ सामान नभएर मैले केही गरिनँ बट एनिवेज अहिले मेरो गेमिङ रुम चाहिँ यस्तो देखिरहेको छ कस्तो देखिरहेको छ तपाईँहरूलाई पनि यस्तो झलक हेर्नु होला झलक हेरिरहनु भएको होला कस्तो देखिरहेको छ यो चाहिँ मेरो गेमिङ रुम आई एम ह्याप्पी है मैले चाहिँ आफूलाई मनबाट सन्तुष्टि भइसक्यो यस्तो दामी देखिरहेको छ यस्तो हर बोइजको के सबै केटाहरूको एउटा सपना हुन्छ क्या एउटा गेमिङ रुम आफ्नो हुन्छ नि पर्सनल गेमिङ रुम बनाऊँ भन्ने सो मेरो पनि सानो आफ्नै गाउँमा आफ्नै गाउँठाउँमा मेरो लागि मैले बनाएको छु आजको गेमिङ रुम कस्तो देखिरहेको छ हेर्नु है त अब अनि अब तपाईलाई म मेरो रुममा के छ सर एकैछिन मात्र भन्छु ल त्यस्तो डिटेलमा जान्न सो यसरी मेरो रुम यसरी सुरु हुन्छ है टक्कै हेरेपछि यतापट्टि हाम्रो पोस्टर देखिन सक्नुहुन्छ तपाईले लुसी हाम्रो उतापट्टिको डेमन स्लेयरको सो यतापट्टिको चाहिँ यो लाइट चाहिँ मैले यो लाइट देख्नु भएको छ नि यो चाहिँ मैले जोयस्टिक बनाउनु खोजेको कस्तो देखिरहेको छ भन्नु होला है अनि यतापट्टिबाट हाम्रो सबै मेरो प्लेस्टेसनको सिडी निन्टेन्डो स्विच PS4 अनि विन्डी 5 पनि यहाँ छ है ल्यापटप चाहिँ यहाँ छ चाहिँ भिडियो एडिटिङ मात्रै गर्छ एउटा धेरै गेम खेल्दिनँ एउटा माइनक्राफ्ट मात्रै छ यो यसमा चाहिँ त्यहाँदेखिको लुक एट दिस दाम त्यहाँ छ नि त सो मेरो रुम चाहिँ यस्तो देखिरहेको छ सानो रुम थियो मेरो सो यसलाई चाहिँ गेमिङ रुम बनाएको तपाईँहरूलाई कस्तो लाग्यो होला है सो मेरो यो सानो गेमिङ रुम यस्तो दामी त छैन बट राम्रै छ यसो हेर्दाखेरि कम्पेयर टु पहिलेको भन्दाखेरि चाहिँ सो यहाँपट्टि हेर्दाखेरि चाहिँ खासै केही छैन सो डायरीहरू छ अनि मेरो क्यामेरा गियरहरू छ बस यतिकै हो सो मेरो गेमिङ रुम पहिलेको भन्दा कसरी देखेको छ कमेन्ट गर्नु होला है त अलराइट गाइज देखिहाल्नु भयो होला सो मेरो सानो गेमिङ रुम तपाईँहरूलाई कस्तो लाग्यो फेरि पनि कमेन्ट गर्न नबिर्सिनु होला सो यो चाहिँ मैले सानो आफ्नो गेमिङ रुम बनाएको छु मेरो ठाउँ चाहिँ एकदम कम्प्याक्ट छ क्या यो खाटदेखिको कुनै ठाउँ पनि छैन सो यो चाहिँ सानो ठाउँ छ तर न्यानो छ क्या सो मेरो गाउँ चाहिँ सोलखुम्बु नाम्चे बजार अनि यहाँ चाहिँ एकदमै चिसो हुन्छ नि त विन्टरमा अथवा बेलुका भएपछि सो यो चाहिँ कोजी रुम भएको छ कोजी रुम आनन्द यस्तो बेला सो बवाल भएको छ सो तपाईँहरूलाई पनि मेरो गेमिङ रुम चाहिँ कस्तो लाग्यो प्लिज कमेन्ट डाउन गर्नु होला अनि आई थिङ्क हामी हरेक केटाहरूको एउटा बोइजहरूको एउटा ड्रिमै हुन्छ क्या आफ्नै गेमिङ के अरे गेमिङ रुम बनाउन होइन सो मेरो पनि एउटा चाहना हो सो तपाईँहरूको पनि कसको चाहना छ गेमिङ रुम बनाउने यसो तपाईँहरूले पनि बनाएको छ भने प्लिज फोटोहरू सेयर गरिदिनु होला कमेन्ट बक्समा अथवा यु क्यान डिएम मी अन इन्स्टाग्राम है सो तपाईँहरूको गेमिङ रुम पनि हेरौँ इन्सपिरेसन पाइन्छ कस्तो चाहिँ तपाईँले बनाउनु भएको रहेछ भनेर सो तपाईँहरूले चाहिँ मेरो गेमिङ रुम कस्तो लाग्यो त्यो पनि भनिदिनु होला अनि तपाईँहरूले मलाई केही कमेन्ट पनि दिनु सक्नुहुन्छ है सो त्यहाँको डेकोरेसनहरूको आइटममा अथवा एक्सेसरीहरूमा चाहिँ यो चाहिँ थप्नु दाइ अलि राम्रो हुन्छ भन्ने खालको सजेसन पनि तपाईँहरूलाई छ भने यु क्यान कमेन्ट यु क्यान गिभ मी सजेसन है
सो अहिले चाहिँ मेरो गेमिङ रुम यस्तो नै छ सो तपाईँहरूलाई कस्तो लाग्यो मलाई चाहिँ बवाल लागिरहेको छ होइन सो सी यू नेक्स्ट ब्लग तपाईँसँग बिदा दिनुहोस् बाई बाई जय नेपाल अनि फाइनली हाम्रो 1 मन्थ डेली भ्लग पनि सकिसकेको छ अब 2टा भिडियो मात्रै ड्रप हुनु बाँकी छ त्यसो सक्यो हाम्रो 1 मन्थ भिडियो च्यालेन्ज पनि कम्प्लिटेड ल सी यू नेक्स्ट ब्लग गाइस तपाईँसँग बिदा दिनुहोस् बाई बाई जय नेपाल अनि तपाईँले मेरो गेमिङ रुम फेरि पनि कस्तो लाग्यो कमेन्ट गरेर नबिर्सिनु होला है त सो मेरो यो एंगलबाट कस्तो देखिरहेछ यताबाट कस्तो देखिरहेछ आँसुले रोजेको जीवन मुस्कुराउँछन् तिम्रै यादमा